मन्त्री र मन्त्रानीहरू बस्ने जनताले तिरेको करबाट बनाइएका क्वार्टरहरू छन् पुलचोक र म्युनिसिपालिटीमा। राज्यले पुलचोक र म्युनिसिपालिटीमा पनि 2 महिनाका लागि निषेधाज्ञा जारी गरेको छ, किनकि त्यहाँ मन्त्री बस्छन्, मन्त्रानीहरू बस्छन्, छोराछोरीहरू बस्छन्। जनताले तिरेको करबाट सञ्चालन हुने मन्त्री क्वार्टरहरूको वरिपरि यदि जनता जान पाउने होइन भने, जनतासँग तिनीहरूलाई डर लाग्छ भने, जनताको आवाजसँग डर लाग्छ, जनताको अनुहारसँग डर लाग्छ, जनताको बोलीसँग डर लाग्छ, जनताको मागहरूसँग डर लाग्छ भने तिनीहरूले मन्त्री बन्ने होइन, तिनीहरूले नेता बन्ने होइन, तिनीहरूले सांसद बन्ने होइन। हामीले तिनीहरूलाई मन्त्री बनिदेऊ भनेर बिन्ती गरेको होइन, हामीले तिनीहरूलाई जबरजस्ती सांसद बनिदेऊ भनेको होइन। तिनीहरू आफैले के भनेको हो भने हामी जनताको सेवा गर्छौँ, हामी देशको सेवा गर्छौँ, त्यसकारण हामीलाई भोट दिनुस् र त्यो भोटबाट जितेर गइसकेपछि हामी जनताले तिरेको करबाट तलब र भत्ता खाएर तिनीहरू मन्त्री बनेका हुन्। आज तिनै मन्त्री क्वार्टरभित्र बसेर जनतासँग डराउने किसिमको सिस्टमको हामी विरुद्धमा छौँ। तिनीहरूलाई हामीसँग डर लाग्छ भने राजनीति छोड, मन्त्री पद छोड, जनताले तिरेको करबाट तलब र भत्ता खान छोड, व्यापार गर, व्यवसाय गर, वा विदेश जाऊ, वा आफ्नो घरमा बस। तर जनताले तिरेको करबाट सञ्चालित सिंहदरबार, बालुवाटार, संसद भवन, मन्त्री क्वार्टरहरूमा जनतालाई निषेधाज्ञा नगर। हिम्मत छैन, दम छैन, नैतिकता छैन, इमान्दारिता छैन, तागत छैन भने राजनीति गर्न छोडिदेऊ।